यौन सम्पर्कको बेला महिलाले चरम सुख वा अर्ग्याजम प्राप्त गरेको कसरी थाहा पाउने र के चरम सुखपछि महिलाहरू पनि पुरुष जस्तै थाकेको वा शिथिल महसुस गर्छन् त? यो भिडियो शैक्षिक उद्देश्यका लागि बनाइएको हो, त्यसैले अन्तिमसम्म हेर्नुहोला है। सबैभन्दा पहिले बुझौं, चरम सुख भनेको यौन सम्पर्कको त्यो अवस्था हो जहाँ शारीरिक र मानसिक आनन्द आफ्नो उच्च बिन्दुमा पुग्छ र शरीरमा एक किसिमको तनाव रिलिज हुन्छ। धेरै पुरुषहरूलाई लाग्छ कि महिलाको चरम सुख पनि ठ्याक्कै पुरुषको जस्तै हुन्छ, तर वास्तविकता अलिकति फरक हुन सक्छ। आउनुहोस्, महिलाले चरम सुख पाएको केही मुख्य लक्षणहरू जानौं। मांसपेशीको संकुचन, यो सबैभन्दा भरपर्दो संकेत हो। चरम सुखको बेला महिलाको योनि वजाइनाका भित्ताहरूमा लयबद्ध संकुचन रिथमिक कन्ट्र्याक्सन्स हुन्छ। यसलाई पुरुषले सम्पर्कको बेला महसुस गर्न सक्छन्। यो बेला पाठेघर र पेल्भिक फ्लोरका मांसपेशीहरू खुम्चिने र फुक्ने गर्छन्। श्वास प्रश्वास र मुटुको धड्कन, चरम सुखको नजिक पुग्दा वा पुगेको बेला महिलाको श्वास फेर्ने गति निकै छिटो हुन्छ र मुटुको धड्कन बढ्छ। शरीरको चाल, धेरैजसो महिलाहरूको शरीर चरम सुखको बेला कडा टेन्स हुन्छ। कसैले पिठ्यू धनुष जस्तै बङ्ग्याउन सक्छन्, आर्चिङ ब्याक वा खुट्टाका औलाहरू खुम्च्याउन सक्छन्। रगतको प्रवाह, अनुहार, घाँटी वा छातीको भागमा रगतको प्रवाह बढेर छाला हल्का रातो वा तातो हुन सक्छ। अत्यधिक संवेदनशीलता, यौन सम्पर्कको बेला महिलाले चरम सुख वा अर्ग्याजम प्राप्त गरेको कसरी थाहा पाउने र के चरम सुखपछि महिलाहरू पनि पुरुष जस्तै थाकेको वा शिथिल महसुस गर्छन् त? यो भिडियो शैक्षिक उद्देश्यका लागि बनाइएको हो, त्यसैले अन्तिमसम्म हेर्नुहोला है। सबैभन्दा पहिले बुझौं, चरम सुख भनेको यौन सम्पर्कको त्यो अवस्था हो जहाँ शारीरिक र मानसिक आनन्द आफ्नो उच्च बिन्दुमा पुग्छ र शरीरमा एक किसिमको तनाव रिलिज हुन्छ। धेरै पुरुषहरूलाई लाग्छ कि महिलाको चरम सुख पनि ठ्याक्कै पुरुषको जस्तै हुन्छ, तर वास्तविकता अलिकति फरक हुन सक्छ। आउनुहोस्, महिलाले चरम सुख पाएको केही मुख्य लक्षणहरू जानौं। मांसपेशीको संकुचन, यो सबैभन्दा भरपर्दो संकेत हो। चरम सुखको बेला महिलाको योनि वजाइनाका भित्ताहरूमा लयबद्ध संकुचन रिथमिक कन्ट्र्याक्सन्स हुन्छ। यसलाई पुरुषले सम्पर्कको बेला महसुस गर्न सक्छन्। यो बेला पाठेघर र पेल्भिक फ्लोरका मांसपेशीहरू खुम्चिने र फुक्ने गर्छन्। श्वास प्रश्वास र मुटुको धड्कन, चरम सुखको नजिक पुग्दा वा पुगेको बेला महिलाको श्वास फेर्ने गति निकै छिटो हुन्छ र मुटुको धड्कन बढ्छ। शरीरको चाल, धेरैजसो महिलाहरूको शरीर चरम सुखको बेला कडा टेन्स हुन्छ। कसैले पिठ्यू धनुष जस्तै बङ्ग्याउन सक्छन्, आर्चिङ ब्याक वा खुट्टाका औलाहरू खुम्च्याउन सक्छन्। रगतको प्रवाह, अनुहार, घाँटी वा छातीको भागमा रगतको प्रवाह बढेर छाला हल्का रातो वा तातो हुन सक्छ। अत्यधिक संवेदनशीलता, यौन सम्पर्कको बेला महिलाले चरम सुख वा अर्ग्याजम प्राप्त गरेको कसरी थाहा पाउने र के चरम सुखपछि महिलाहरू पनि पुरुष जस्तै थाकेको वा शिथिल महसुस गर्छन् त? यो भिडियो शैक्षिक उद्देश्यका लागि बनाइएको हो, त्यसैले अन्तिमसम्म हेर्नुहोला है। सबैभन्दा पहिले बुझौं, चरम सुख भनेको यौन सम्पर्कको त्यो अवस्था हो जहाँ शारीरिक र मानसिक आनन्द आफ्नो उच्च बिन्दुमा पुग्छ र शरीरमा एक किसिमको तनाव रिलिज हुन्छ। धेरै पुरुषहरूलाई लाग्छ कि महिलाको चरम सुख पनि ठ्याक्कै पुरुषको जस्तै हुन्छ, तर वास्तविकता अलिकति फरक हुन सक्छ। आउनुहोस्, महिलाले चरम सुख पाएको केही मुख्य लक्षणहरू जानौं। मांसपेशीको संकुचन, यो सबैभन्दा भरपर्दो संकेत हो। चरम सुखको बेला महिलाको योनि वजाइनाका भित्ताहरूमा लयबद्ध संकुचन रिथमिक कन्ट्र्याक्सन्स हुन्छ। यसलाई पुरुषले सम्पर्कको बेला महसुस गर्न सक्छन्। यो बेला पाठेघर र पेल्भिक फ्लोरका मांसपेशीहरू खुम्चिने र फुक्ने गर्छन्। श्वास प्रश्वास र मुटुको धड्कन, चरम सुखको नजिक पुग्दा वा पुगेको बेला महिलाको श्वास फेर्ने गति निकै छिटो हुन्छ र मुटुको धड्कन बढ्छ। शरीरको चाल, धेरैजसो महिलाहरूको शरीर चरम सुखको बेला कडा टेन्स हुन्छ। कसैले पिठ्यू धनुष जस्तै बङ्ग्याउन सक्छन्, आर्चिङ ब्याक वा खुट्टाका औलाहरू खुम्च्याउन सक्छन्। रगतको प्रवाह, अनुहार, घाँटी वा छातीको भागमा रगतको प्रवाह बढेर छाला हल्का रातो वा तातो हुन सक्छ। अत्यधिक संवेदनशीलता, यौन सम्पर्कको बेला महिलाले चरम सुख वा अर्ग्याजम प्राप्त गरेको कसरी थाहा पाउने र के चरम सुखपछि महिलाहरू पनि पुरुष जस्तै थाकेको वा शिथिल महसुस गर्छन् त? यो भिडियो शैक्षिक उद्देश्यका लागि बनाइएको हो, त्यसैले अन्तिमसम्म हेर्नुहोला है। सबैभन्दा पहिले बुझौं, चरम सुख भनेको यौन सम्पर्कको त्यो अवस्था हो जहाँ शारीरिक र मानसिक आनन्द आफ्नो उच्च बिन्दुमा पुग्छ र शरीरमा एक किसिमको तनाव रिलिज हुन्छ।
धेरै पुरुषहरूलाई लाग्छ कि महिलाको चरम सुख पनि ठ्याक्कै पुरुषको जस्तै हुन्छ, तर वास्तविकता अलिकति फरक हुन सक्छ। आउनुहोस्, महिलाले चरम सुख पाएको केही मुख्य लक्षणहरू जानौं। मांसपेशीको संकुचन यो सबैभन्दा भरपर्दो संकेत हो। चरम सुखको बेला महिलाको योनि, वजाइना का भित्ताहरूमा